Come in. Please have a seat. Thank you. Tell me about yourself. I am Sudhu Bhatta and I have completed my studies with expert grade and I have prepared the skill for this position. So here is my certificate and skills that I have. Impressive. Your academic record and experience are very good. I believe my skills and dedication will make me suitable for this position. Thank you for attending the interview. Please wait outside while we review the application. Thank you, sir. ओ रोजिन आऊ आऊ के छ तिम्रो अङ्कलको हालखबर? अङ्कल सन्चै हुनुहुन्छ? उहाँले भन्नुभएको तपाईँहरू एकदम मिल्ने साथी धेरै वर्षदेखि मिल्नु भएको अरे। हो नि, हामी लामो समयदेखि साथी थियौँ। अस्ति घरमा झगडा थियो बसिरहेको थिएँ अनि अङ्कलसँग कुरा गर्दाखेरि चाहिँ काम गर भने तपाईँसँग कुरा गर भन्नुभएको थियो। त्यो त हो, राम्रो कुरा हो। सबै कुरा पहिला नै मिलिसकेको छ। ल हो र? चिन्ता नगर, यो जागिर तिम्रै भयो भनेर सम्झ। म त अरू पनि कोही राम्रो मान्छे छ कि भनेर सोचिरहेको थिएँ। तिमी ढुक्क भएर बस्दा हुन्छ, नतिजा तिम्रै पक्षमा आउनेछ। हस् त म ढुक्क भएँ है त। ल अग्रिम बधाई छ है त। हस् त गएँ त। हस् त। हेलो जब लाग्यो यार कसरी त थाहा छैन नि अङ्कल अनि अङ्कलले मिलाइदिनु भएको थियो सबै। पहिला त सरलाई थ्याङ्क यू इन्टरभ्यूमा एटेन्ड भएकोमा र हाम्रो सेलेक्टेड क्यान्डिडेटलाई रोजिन रहेको छ। सर एउटा क्वेसन सोधौँ? हजुर भन न। सर अनि मैले त इन्टरभ्यूमा राम्रो गरेको थिएँ, मेरो क्वालिफिकेसन पनि राम्रो थियो, तर किन म सिलेक्ट भएन? मेरो डिसिजन फाइनल भइसकेको छ। सर तर यो त अनफेयर भयो नि होइन र? के भन्न खोजेको? सुजु एउटा क्वालिफाइड पर्सन हो, उसको क्वालिफिकेसनहरू पनि राम्रो छ। हजुरले चाहिँ आफ्नो पर्सनल कनेक्सन फ्यामिली रिलेसनहरूलाई हेरेर जब दिँदै हुन्छ, उहाँलाई अपर्च्युनिटी दिँदै हुन्छ। सुजुले त एउटा अपर्च्युनिटी लस गर्यो नि होइन र सर? सर अनि मैले यत्रो वर्षदेखि गरेको मेहनत त थिएन गऱ्यो नि त एक्ज्याक्टली हजुरले त रिलेसनसिपलाई प्रायोरिटी गरिरहनु भएको छ अनि एउटा अपर्च्युनिटी पाउने मान्छेले लुज गरिरहेको छ यहाँ। त्यसले त करप्सनलाई पनि प्रमोट गरिरहेको छ, हजुरलाई थाहा छ त्यो कुरा? तर मैले त पैसै लिएको छैन, यो कसरी करप्सन भयो? करप्सन भनेको त पैसा लिनु मात्र होइन नि त, एउटा अनफेयर डिसिजन लिनु, आफ्नो पावरको मिसयुज गर्नु, त्यो सबैलाई नै करप्सन भनेको हो नि त। यसले त हजुरले एउटा अनफेयर एडभान्टेज लिएर हजुरले आफ्नो रिलेटिभ्सलाई यो पोजिसन दिँदै हुन्छ र क्वालिफाइड पिपुललाई इग्नोर गरिरहनु भएको छ। त्यसलाई नेपोटिजम भन्छ, एउटा करप्सनको टाइप हो यो पनि। त्यसरी ट्यालेन्टेड पर्सनलाई इग्नोर गर्नु भनेको सोसाइटीले ट्यालेन्ट राखेर सिम्पली लुज गर्छ नि त। हो र, मैले त्यसको बारेमा कहिल्यै सोचेको थिएन। एउटा अनफेयर डिसिजनले गर्दाखेरि हामीले सोसाइटीमा धेरै रङ म्यासेजहरू दिइरहेको हुन्छौँ। जस्तै कि हार्डवर्क चाहिँ त केही म्याटरै गर्दैन र नेपोटिजमलाई अगाडि बढिरहेको हुन्छ नि त यसरी त। ठिक भन्यो, मैले मेरो नातिनाहरूलाई प्रायोरिटीमा राखेर उसलाई यो अपर्च्युनिटी दिन खोजेँ, तर म गलत रहेछु। Let this be a lesson for everyone. True success comes from fairness and honesty. क्वालिफिकेसनलाई भन्दा पनि नातालाई अगाडि राख्नु पनि एउटा भ्रष्टाचार हो।